अब चाहिँ माइक किनेर दामी दामी भिडियो बनाउने भनेर रेडी थियो गाइज। हेर्नु त यहाँ माइकको हालत। ट्रान्समिटर चाहिँ नि खसेर लाइटनिङ टाइप सी दुइटै प्लेट। 3टा भिडियो बनाएको थिएँ होला यो माइक किनेर मैले जम्मा है। अनि आज पनि एउटा कन्टेन्ट सुट गरौँ न त भनेर सोचिरहेको थिएँ। कन्टेन्ट भनेको मेरो प्रायः जस्तो कविताहरू आइरहेको हुन्छ, त्यही एउटा सुट गरेर राखौँ भनेर सोचिरहेको थिएँ। चट्टा आएर फोन सोन ट्राइपोडमा राखेर माइक लाएर टेस्ट गर्दै थिएँ। फोन त ब्ल्याटै झरिरहेको क्या। ट्राइपोडको यहाँ यस्तो भइसकेको रहेछ, अब थाहा नै थिएन नि त है। यहाँ पनि फुटे रहेछ, यहाँको बोल्ट नै यहीँ ट्राइपोडमै छ। अनि यो खुस्केर ब्ल्याटै खस्यो क्या, भुइँमा खसेर बिचोक ट्रान्समिटरको हालत यस्तो छ। अब के गर्ने, दिमाग खराब हुन्छ यार। अब यो के काम हो, यो के काम, यो मात्र भएर अब के काम, यस्तो त भइहाल्यो। खतरा खतरा भिडियो हाल्ने हो, चट्ट लाएर भ्लगिङ सगिङ स्टार्ट गर्ने हो भनेर सोच्दै थिएँ। यस्तै हुन्छ, के चाहिँ भएको होला उछ्या। दिमाग खराब भयो नि त हौ आज। ठिक छ, अब भिडियो बनाउनु चाहिँ छोड्दिनँ, यस्तो भइरहेको छ। अब फेरि अर्को पैसा इन्भेस्ट गर्नुपर्ने भयो नि त माइकमा होइन। अलिकति साउन्ड क्वालिटी पनि चाहिने रहेछ। जे होस्, बोलेर भिडियो बनाउने मान्छेलाई चाहिँ यत्तिकै। मैले पहिला बनाएको पनि थिएँ। मेरो प्राय भिडियोहरू गाडीमा आउनुको कारण चाहिँ त्यो हो कि मैले गाडीभित्र चाहिँ, किनकि सबै सिसाहरू लाएर अनि चट्ट लाएर बाहिरको नोइज आउँदैन, मैले प्राय गाडीभित्रको भिडियोहरू हाल्थेँ। यदि तपाईँले हेर्नु भएको छ भने। अनि माइक साइक किनेर ड्याक्क कति हो त, 10-12 दिन पनि भएको छैन होला हौ। चट्ट लाएर होइन, कन्टेन्ट सन्टेन्ट बनाउनु पऱ्यो, चट्ट लाएर ब्लगिङ सगिङ पनि सुरु गर्नु पऱ्यो भनेको। यस्तो छ अब हालत, यस्तै हो। ठिक छ, भिडियो चाहिँ आउँदै गर्छ। अब माइक भनेको फेरि पनि किन होला है त। ओके, बाई बाई।